सबै आउँछ पढ्नु सरले अनि मिसले अस्ति तँलाई घाँटीमा कुटेछन् अब त स्कुल जान्छस् जान्नस् स्कुलमा कुट्नु भनेपछि त स्कुल नगएकै राम्रो बहिनी नि नक्कली अनि त ज्वाइँ हेर्छस् कि मैले हेरिदिनु भएको छ तँलाई आफै हेर्छस् ज्वाइँ केटा नानी के भन्दैछ त आफै हेर्छस् छैन त एउटा केटासँग पछिसक्यो बहिनी हो होइन छोरी ठुली भाइ छ जान्नहरू कसै खै खै कति ठुली भाइ छ छोरी ठुली भाइ छ ज्वाइँ खोजिदिनुपर्छ कि पर्दैन भनेर मैले भनेको यसलाई छोरी त कडा छोरी त कडा बहिनी लुगा लगाइहाल्नु स्कुल गइहाल्नुपर्छ अहिले भर्खर स्कुल जाने अब छोरी त कडा नै छोरी त कडा मेला जानुहोस् बहिनी त खोइ त राम्रो राम्रो लुगा लगाए मेला गइहालौँ त तर फेस्टिभल यो चाहिँ एकदमै खतरा लाग्छ क्या यो पुगा चाहिँ मलाई काइदाको छ यहाँ आउनु नामा यो कति राम्रो छ यो पुको केही गर्दैन उसले हान्दैन पनि यो त सानोमा हुँदा हामीसँग त्यो ओछ्यानमा आएर सुत्थ्यो क्या ल हेरेर हाँसेको सानो केही गर्दैन भनेको त धुलो लगाइदिने काम त नकता अघि भएर नआएको कानमा अब टोक्न बेर लाउँदैन यसले ओ राजा यता ओइ बगा हिरो यहाँ हेर्दैन बगाबाट खसी भयो यसलाई त चेपेर होइन चल्दो रहेछ आमा यो बगा टाँसिन्छ धेरै छन् अलि चल्ली म भैँसी हो मलाई काटेर मोमो बनाएर खाँदा पनि हुन्छ पकाएर खाँदा पनि मिठो हुन्छ कति मारिसक्यो भाइ माछा यो म चाहिँ माथितिर 4 बार हिँडेको एकैवटा चाहिँ माछा मार्दै रहेछ नि क्या च्याप्पो लाएर भाइ कतिवटा परो माछा धेरै परो फेरि खोइ कसरी गर्छौ तिमीले जालमा कसरी मार्दो रहेछ निकाल्दा देख्दा बिहान बिहानै अचार बनाउनु आँटेको क्या अचार बनाउनु लाग्यो हो त्यसमा ठक्क लाएर तेलमा उयो गर्ने अनि सिलौटामा त्यो उयो खोर्सानी हाल्ने कसले पकाउनु आउँछ तिमीले दुइटामा कहाँ छ दिदी खोइ एकचोटि फेरि निकाल्दा त माछा केटा हो यहाँ चाहिँ एउटामा कहीँ टिफर आयो च्याप पलाएर टन्कर आइरहेछ भेट भयो आज पोखरेली ठिटीमा जाने भए आउ बालेन सिटीमा भन्छ नि मसँग एक्लै छैन नि अर्को पनि मुर्गा छ हो त्यहाँनिर चाहिँ हाम्रो गाउँको मेन मन्दिरै के हो नाम चाहिँ ब्यानर बोर्ड पनि छैन रहेछ के हो नाम त नौका सुगाएर पोखरेली ठिटीमा भङ्सारी रोड काने पोखरी चिसाङ साथी हामी चाहिँ नयाँ ठाउँ यहाँनिर पनि एउटा माथि चाहिँ 3 के अरे राई गाउँदेखि अलिक माथितिरबाट पानीको त्यो मोटरहरू गाडेको छ अरे यसो घुम्न हेर्न जान लागेको छौँ है म पुगेर यसो हेर्नुपर्छ साथीहरू के कस्तो गाडेको पानी आउने ल साथीहरू लोकेसन भिडियो चाहिँ यसो छ है देख्दा पानी खान है छ है बब्बाल यहाँ पनि 300-400 फिट कति खनेको रहेछ तल हाम्रोतिर पनि छ छन त तर यहाँ पनि राम्रो छ यहाँ पनि राम्रो छ पानी तर यहाँभन्दा तलकोमा चाहिँ अलिक तल गहिरो बनाएर खनेको छ क्या
यहाँभन्दा मिठो छ भन्ने हामीलाई पनि लाग्छ सायद, तर उयो हो हुन चाहिँ यतातिर यस्तो रहेछ, यस्तो गाडेको यार कति। यता आएको बेला चाहिँ हामी पानी एकदमै खान्छौँ। कस्तो चिसो छ त पानी, आहा यसले पनि पानी खाँदा निस्किसक्यो है। अब मैले पनि पानी खानुपर्ने हुन्छ। केटा पानी यता देखा तँलाई ल्याङ न भिडियो बना ल। रातो देखाएको हुन्छ नि त। अगाडि आइज यसलाई चाहिँ भिडियो बनाइदिन पनि अलिक साह्रो खायो है। आहा दामी लग्यो है। यसले चाहिँ मोबाइल पनि घामतिर बनाइराखेको होला, घामतिर बनाएको माटो आउँदैन रहेछ, मान्छे राम्रो छ। यो चाहिँ बाहुनी बजार है। बजार लाग्न भर्खर सुरु भइरहेछ। भएर कति 11-12 लगभग बजिसक्यो। यता चाहिँ सुरु भएन त। हाम्रो बयरबनतिर त बिहानै 6-7 बजेदेखिको नन स्टप बजार लाग्छ। यहाँ चाहिँ दिउँसो 2-3 बजेदेखिको मात्र बजार लाग्दो रहेछ। ढिलो ढिलो लाग्दो रहेछ यतातिर चाहिँ। सो बाहुनीको बजार भर्खर यता त मान्छे नि आएको छैनन्, भर्खर सुरु हुँदैछ। टिप्पर आइदिरहेछ फेरि। सुट्टा तान्दै म सुटुटुटुटु तान्दै म टुटुटुटु। मेरो केटाहरू हिँडिरहेको छ टुटुटुटु। दुईवटा टेबल लिएर देखेँ यसरी सुतिरहेछन्। बजार लागिरहेछ माहौल। अरे बाप्रे यस्तो छ है बजार त। ठिकै लाग्दछ बाहुनीको एकदमै। आम्मामा ठुलो रहेछ है बजार त। यता पनि त्यत्रो वार लाग्दो रहेछ बजार त साथीहरू। बाहुनी बजार, नयाँ बाहुनी बजार एकदमै सही हो है। जो यादें पहाड़ों में बनती है ना, वो हमेशा दिल में रहती है।